This is how I spend a day in my life in UK, London. So hello guys, welcome to a day in my life. So म चाहिँ 22 डिसेम्बरमा नेपाल छोडेर युके आएको थिएँ लन्डन. सो त्यसको भोलिपल्ट चाहिँ दिस इज हाउ आई स्पेन्ड इट. सो फर्स्ट थिङ भनेको चाहिँ एकदमै चिसो है. युकेको त्यो कोल्ड वेदर विल हिट यु भेरी हार्ड. अनि मैले चाहिँ पुरै मोजा पन्जा अनि टोपी मफलर सबै लगाइराखेको थिएँ कि एकदमै चिसो भयो है. अहिले चाहिँ अब बिस्तारै बानी हुँदैछ. सो त्यो दिन चाहिँ एकदमै मजाले आकाश खुलेको भएर होइन मजाले घाम लागेको थियो. अनि हामी बिहानै यसो घुम्न जाऊँ अनि ग्रोसरी सपिङहरू पनि गरौँ भनेर निस्क्यौँ. अनि हामी चाहिँ बस चढेर जाँदैछौँ. त्यसपछि यहाँनिरको मैले घरहरू हेर्दा चाहिँ सबै एउटै लाग्ने के सिमिलर खालको छ, हेर्नुहोस् न. अनि त्यसपछि हामी जाँदै थियौँ. कस्तो मजाको भ्यू देखिरहेछ नि. सो इट वाज अ ऱ्यान्डम थट कि म ल भिडियो बनाउँछु भनेर. अनि सो मैले ऱ्यान्डमली नै स्टार्ट गरेँ. एन्ड त्यसैले अहिले भर्खर भोइस ओभर गर्दैछु. यो चाहिँ जस्ट आफ्टर ल्यान्डिङ अर्को डेको भ्लग हो. कस्तो मजाको भ्यू छ कि हेर्नु न. सो हामी चाहिँ ठ्याक्कै यो स्टेसनमा पुग्यौँ. अनि यसरी चाहिँ यहाँ मान्छेहरू चढ्नुहुन्छ गाडी र फाइनली हामी यहाँ पुग्यौँ. त्यसपछि चाहिँ हामीले सपिङहरू पनि गऱ्यौँ बट आई फरगट टु क्लिक. अनि त्यही भएर अनि यो चाहिँ हामीले फर्किने बेलामा थियो. मैले ठ्याक्क साँझ भइसकेको थियो कि यहाँ त छिट्टै अँध्यारो हुन्छ नि त 3 बजेतिर नै. अनि यो चाहिँ क्रिसमसको टाइम थियो. सो सबै यो डेकोरेसन भइरहेको थियो कि कस्तो राम्रो देखेको. सो यहाँ चाहिँ म हजुरहरूलाई युके आउने बित्तिकै सम अफ द थिङ्स द्याट यु मस्ट डु भन्ने कुराहरू चाहिँ भन्न गइरहेको छु. फर्स्टमा चाहिँ हामीले ओस्टर कार्ड लिनुपर्ने हुन्छ. त्यसले चाहिँ ट्राभलिङमा एकदमै हेल्प गर्छ हजुरलाई. अनि सेकेन्ड कुरा भनेको चाहिँ सिटी म्यापर डाउनलोड गर्नु होला. सो त्यो म्याप हेर्दै जानलाई चाहिँ एकदमै सजिलो हुन्छ. यहाँ सिटी म्यापरले चाहिँ एभ्रिथिङ डिटेलमा देखाइदिन्छ कि हजुरले जस्ट त्यहाँ कहाँ पुग्नुपर्ने भनेर डेस्टिनेसन राख्नुपर्ने हुन्छ. र त्यहाँ चाहिँ हजुरले कुन गाडी आउँछ, कति मिनटमा आउँदैछ, त्यसपछि कुन स्टेसनमा झर्ने सबै कुरा डिटेलमा दिएको हुन्छ. सो द्याट वुड बी भेरी युजफुल है. सो ओस्टर कार्ड भयो, सिटी म्यापर भयो. अनि त्यसपछि चाहिँ हजुरले यहाँनिर आफ्नो ब्याङ्क अकाउन्टहरू खोल्नुहोस्, वालेटहरू. त्यो चाहिँ एकदमै काम पर्न सक्छ हजुरहरूलाई. सो या द्याट्स अल गाइज. अनि अरू पनि हजुरहरूलाई केही त्यस्तो टिप्स अथवा सजेसन चाहियो भने चाहिँ प्लिज डु कमेन्ट इन माई भिडियोज. अनि म हजुरहरूलाई चाहिँ त्यही अनुसारले डिटेलमा इन्फर्मेसन दिनेछु. सो यहाँ चाहिँ हामी सबैजना गफ गर्दै एकअर्कासँग रमाइलो गर्दै हिँड्दै गइरहेको थियौँ. सो यो चाहिँ अराउन्ड बस स्टेसनमा झरिसकेपछि 10 to 15 मिनट्सको वकिङ डिस्टेन्समा छ कि. त्यही भएर हामी हिँड्दै जाँदै थियौँ. सो क्रिसमस आइरहेको भएर चाहिँ सबैतिर लाइटनिङहरू भएको थियो. एकदमै मजाले डेकोरेसन गर्नुभएको थियो सबैले आफ्नो आफ्नो घरमा. अनि यहाँ 4 चाहिँ यसरी हुन्छ गाइजहरू. सो त्यही हो. अनि यो सनसेट भ्यू हेर्नु न नाइटको यस्तो राम्रो देखेको छ नि. सो गाइज यसपछि चाहिँ मैले क्लिक गर्न बिर्सेँ होला. सो वी जस्ट रिच्ड. अनि हामीले खाना पकाएर खायौँ अनि सुत्यौँ त्यो दिन चाहिँ. सो टकिङ अबाउट अब नेक्स्ट डेको पनि मैले यसमै एड गर्दैछु. सो नेक्स्ट डे चाहिँ हामी यो मल घुम्न गएको थियौँ स्ट्राटफोर्डको. अनि सो त्यसमा नि अलिअलि मैले क्लिक गरेको छु. सो हामी चाहिँ एप्पलको स्टोरमा छिर्यौँ सुरुमै.
कस्तो एक्साइटमेन्ट हुने कि छुट्टै। लिनु त हामीलाई केही पनि थिएन बट वी वर जस्ट देयर टु एक्सप्लोर। पछि पछि किनौँला पैसा कमाएपछि है। सो हामी चाहिँ आइफोन 17 प्रो म्याक्स हेर्दै थियौँ। त्यही हो, क्यामेरा क्वालिटी चाहिँ एकदम खतरा थियो गाइजहरू। अनि यहाँ चाहिँ म्याकबुकहरू पनि थियो। सो त्यही हो, त्यसपछि हामीले अझै अरू स्टोरहरू पनि भिजिट गऱ्यौँ। प्राइममार्क, जाराहरू सबै कपडाहरू हेऱ्यौँ, कति राम्रो राम्रो थियो, क्युट क्युट। अनि त्यही हो गाइजहरू, त्यसपछि हामी फेरि घर फर्क्यौँ र त्यो दिन पनि बेलुका खाना खाएर सुत्यौँ। द्याट्स अल गाइज। सो मैले चाहिँ यो क्लिपहरू खिचेको भएर चाहिँ आई जस्ट वान्टेड टु अपलोड। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।